हेलो एभ्रिवान, गुड मर्निङ। आज यो प्रतिभा किन छिटो बिहान बिहान आइछे भन्नु होला। आज चाहिँ हामी घुम्न जाने हो अनि मेरो फाइनली भ्लग आउँदै हो आफ्टर लङ टाइम। अनि चाहिँ रातभरि नसुतेको मान्छे के छ त नि यो मेरो प्यारी भन्दा प्यारी बहिनी हेर्न कति राम्ररी देखिया। लगाइ त्यो चाहिँ हाम्रो सुरुवात मात्रै हो। हामी चाहिँ अब छिटो खाना बनाएर जाने हो। अरू कहाँ गयो भन्नु होला, हजुरहरूले जस्तै हामीले पनि धेरै मिस गरेछौँ। अनि कहाँ जाने चाहिँ थाहा होइन। पहिला एसियन मार्टको ठाउँतिर जाने हो, त्यसपछि चाहिँ कता हुन्छ खै केही अत्तो पत्तो केही छैन, तर जाने हो। ओके ल, बाई। चाहिँ यहाँ दाल र भात पाक्दै हो। हेलो वान हो सिकिए। We are ready! हेर्न कति राम्रो भयो, त्यसलाई हेर्नुहोस्। अनि आज गरम मेकअप देखा भाइ जतिकै लाग्यो टट न्यू टी सर्ट मै। अरू केही व्याख्या गर न टी सर्टको बारेमा। मेरो दिलेदेखि कति राम्रो देखियो है। श्वेतालाई यो कलर कस्तो राम्रो हेर्नको यस्तो मोटा र नि जिन्दगीमा कसरी चल्छ। कति राम्रो हो मेरी बहिनी। तिमीले चाहिँ यो भ्लगमा कसलाई मिस गरिन्? सृष्टि र मनमा दिदीले। तर हामीले साँच्चै सम्झे हामी। दिन कटाउन गाह्रो भयो, कहिले आउने हो? दिन कटाउनु गाह्रो हो, त्यही भएर दिनभरि सुत्छौँ हामी। कसरी चाहिँ दिन कटाउने हजुरहरू बिना। ल अब चाहिँ हामी जान लाग्यो। हामी जस्तो चाहिँ को जाँदै हुनुहुन्छ भने नयाँ मान्छे। ल गयौँ है। के कुराको कमी छ त ममा भन्नुहोस् हजुरहरूले। राम्री छु कि नै म? क्युटीमा क्युटी, ब्युटीमा ब्युटी, राम्रीमा त अब राम्री। ट्यालेन्टको कुरै नगरौँ हामी। अहिले चाहिँ बाहिर पानी आउँछ जस्तो छ, तर हामी चाहिँ भिज्ने हो। यो चाहिँ हाम्रो कलेज जाने बाटो। हजुरले मिस गर्नु भयो होला नि त। यत्रो दिनसम्म प्रतिभा कलेज नगरेर के गऱ्यो भनेर हामी चाहिँ इक्जाम भ्याएर आनन्दले बसेछौँ। अब सोमबार कि मङ्गलबार इक्जाम हो फेरि हाम्रो। त्यस्ता इक्जाम अनि के पढ्ने। इक्जाम दिन्छ नि पढ्ने चाहिँ नेपालमा, इक्जाम दिन्छ कोरिया आयो फाइदा। हेर्दा कति राम्रो देखियो। अझै नजिक ल्याउनु न, अझै किटाडुहरू पनि देखाउनु न। खराब भयो जतिको लगाइदिए। सृष्टि आउँदा लाउने चिज छैन, के लाउने हो उसले। हेर्ता नक्कले यो दिदीले काट्नु है। खुब काट्छु, झन् काट्नु है भनिहाल्छ। सुन्नु भयो नि यही राख्ने हो। यो दिन त कस्तो आइछन्। हामी त क्युट भएर हिँड्यौँ। यहाँ चाहिँ पानी आउनु लाग्यो। हामी चाहिँ छातै नलै आयौँ। छाता चाहिँ जाने नलेर आएको। हामी चाहिँ जहिले पनि सामान ल्याउन आउने माटो यही हो। हाम्रो फेभरेट माटो यो चाहिँ। परदेशी भैया नि है हो। भ्लगर चाहिँ हामी चाहिँ छानी रोजी तपाईँले कसको भ्लग हेर्नु मन लाग्छ पालै हेर्नु है। म त बच्चेदेखि हो ह्यान्डसम त। यो ठाउँ चाहिँ चिन्नु भएकै छ होला, पुरानो भइसक्यो यो ठाउँ। इथेजन स्टेसन। हामी चाहिँ अब मेरो कार्ड है त खाली क्या। म चाहिँ अस्ति नै विजय दाइहरूसँग जाने बेलामा नि भ्लग बनाएको थिएँ, तर मैले राख्न पाइनँ। त्यही बेला चाहिँ खै के भयो थियो, दुईचोटि भइसक्यो कि मैले राखेँ सुजाता। अस्ति विजय दाइहरूसित जाँदा मैले राखेँ भ्लग। मैले कुनै पनि राखेँ होइन कि खै के भा एसियन मार्ट गएर आएको त मेरो कहिल्यै भएको छैन कि। तर यो चाहिँ ढुक्क राख्छु। विजय दाई, भिनाजु, सृष्टि अनि त्यसपछि मनमानी चाहिँ अन्त्यै जानुभयो कामले। हामी उभिरहेको। हेलो जोस्ना अधिकारी चाहिँ आज हल्का चिसोहरू बेलामा त निकै हिजो पानी आएको थियो। आज पनि पानी चाहिँ आउँछ भनेर, तर आउँछ फेरि सन्कै छैन त्यसमा। त यो कता यो बिजी
थोरै हिँड्नुपर्छ एसियन मार्ट जानलाई। त्यसपछि कहाँ जाने त्यहाँ सोध्छौँ कहीँ ठाउँ भएपछि राम्रो, नभए त्यतै डुल्छौँ। त्यसपछि फेरि फर्केर अनि फेरि रुममा चाहिँ आज हामीलाई ढिलो जाने किनभने झ्याउ लाग्छ गाइस, भक्क ढिक्क भरिन्छ। हेर त हेर, यो चाहिँ मलाई पाल्पाको रानी मल जस्तै लाग्छ कि। नाम चाहिँ चुङ्गेजले चुङ्गेज पर्छन् कि चुङ्गेज पर्छन्, तर सेम के पाल्पाको रानी मल जस्तै फिलाउँछ कि हेरेपछि। एसियन मार्ट चाहिँ यहाँ चाहिँ छुट्टै खालको बिल्डिङ त्यो इन्डियन मार्टहरू अनि फेरि नेपाली मार्ट त होइन, नेपाली मान्छे छैन, तर सामान चाहिँ हामीले खाने दालहरू सबै पाइन्छ। हामीले चाहिँ यहाँ घुम्ने ठाउँ सोध्यौँ। अब चाहिँ हामी हिँड्दै 4 किलोमिटर छ अरे, हिँड्दै जाने हो। सोध्दा चाहिँ हामीले एउटा बिस्कुट किनेको, किनभने यत्तिकै सोध्नु भएन नि त। सृष्टि हेर्नुवाला त यो दिन त मलाई के सिकाउनु। अब हामी कति हिँड्न कुरा नगर्नु, सबैहरू पनि थाहा छ, तर अब हामी दौडिनु पर्छ किनकि हामीले यो चाहिँ लेस कुक्रेर हैरान बनाउँछ। हामी चाहिँ 4 किलोमिटर हिँड्यो। अब के पार्क अरे, उमाको कि ऊ अरे खै के पार्क भन्थ्यो त्यो अङ्कलले, बिर्सिनु लानु नाम पनि। यहाँ चाहिँ यो पुलहरूमा चाहिँ कस्तो राम्रो फुल हुन्छ कि, त्यो चाहिँ मलाई साह्रै मनपर्छ। कस्तो साउन्ड आएको, यो चाहिँ सुजाता हो। हामी चाहिँ हिँड्छौँ। जान्छौँ फर्किनुलाई बाटो बिर्सिनु ज्ञान दियो हजुरहरूले भनिदिनु है। मैले चाहिँ त्यही भएर नि भ्लग बनाएको किनभने ल हामी चाहिँ आयौँ, तर कहाँ आयौँ थाहा छैन। म्याप हेर्दै आएको, लास्टमा ठिकै छ। अब चित्त बुझाउनु पर्यो नि, कहीँ नजानु भन्दा त एक ठाउँमा गएर फाइदा हो कि भन्नुहोस्। यहाँ चाहिँ केही छैन, यो चाहिँ ठिकै छ, त्यस्तो नराम्रो चाहिँ होइन। यहाँ चाहिँ हाम्रो रमाइलो फोटोसुट भइरहेको। यो चाहिँ साह्रै आत्तियो के भयो पनि, यहाँ त छैन होला कि सायद। के सोध्ने हो यिनीहरूलाई, केटा यिनी नभेटाएर टुप्पलाएर बस्यो होला। यो चाहिँ राम्रो रहेछ, जे होस् ठिकै छ कि, मतलब त्यस्तो वाओ भन्ने पनि छ। उता आएर त सानो केटाकेटीहरू खेल्ने ठाउँ। ओके, मैले हजुरहरूलाई देखाउँछ है यहाँ स्विमिङ। साथीहरू यस्तै छ कि क्यार्नु त नि, थाहा नभएपछि थाहा नहुनु भनेको केही कुरा थाहा पाउनु हो क्या, त्यो भन्ने। हामी चाहिँ यहाँ बस्दा वाक्क दिक्क जताको वाक्कै भयो नि रहेछ। त्यहाँ चाहिँ खै केटाकेटीको पार्क कस्तो उफ्रिन जोस् कि जोस्नाहरू गयो बिहान। हामी पनि जाने, छिटो आइज है सुजाता बहिनी, छिटो आऊ मेरो बहिनी। यहाँ चाहिँ हामी उफ्रियो, रङ्ग लाउँछ भाइ तिमी लड्छौ एकछिन नभएन। यहाँ चाहिँ चिप्लेटी सबै जे मन लाग्छ त्यही। के जे मन लाग्छ त्यही छ। पिङ खेलिनुहोस् त। यहाँ चाहिँ रेड रोज र व्हाइट रोज मात्रै हो। उता चाहिँ येल्लो, त्यो पनि रोज हो, येल्लो रोज अनि त्यो ओरेन्ज सबै हेरी छानी छ। हजुरलाई कुन मनपर्छ भन्नु न। हामीलाई चाहिँ के भन्यो, खुट्टा निक्लिनु लाखा थकै लाएर। वा यता त त्यही सेम हामी गए जस्तो रहेछ। यहाँ चाहिँ चाउचु खानु लाखौँ, साह्रै भोकाए। यत्रो कुद्यौँ गाई, अन्तिममा आएर चाउचाउ खाँदैछु। केही खानेकुरा पाइएन। हेर्न चाहिँ हेरेको थियौँ, केही अब अलि हामीसित मिल्ने खानेकुरा पाइन्छ कि भनेको केही रहन्छ नि। लास्टमा फेरि हाम्रो चाउचाउ खाइन्छ, के गर्नु। मलाई चाहिँ चाउचाउ मन पर्दैन। के मनपर्छ त तिमी भन्नु न। तिमी त परानै भइहाल्यो।
हेलो हामी फेरि आयो यता खाइको खाइछ आँखामा पिरो बसाली त्यो रुवा जस्तै देखियो गाजल भयो हेर्न पिर्केको सुप खाइरहँ सुप कस्तो मिठो मिठै होला फेरि कसले पत्ता लाएर कोरियान दालको मिठो हुन्छ तर यो चाहिँ मिठै छ हामी चाहिँ अब बसमा जाने भनेर बस पर्खेर बसिरहेछौँ बस आउन चाहिँ आज कति मिनट छ भने 7 मिनट नै 6 मिनट किनकि पानी पनि आउँदैन त अलिक बसाउन भने चाहिँ सिधै जान्छ नै पनि मेट्रोमा गयो भने चाहिँ फेरि झरेर अनि फेरि त्यहाँबाट हाम्रो अफिसमा हिँड्दै जानुपर्छ अनि चाहिँ घुम्दैछ पर्खा पानी पर्यो त्यस्तै हो साथीहरू कक्षर घर जाऊँ भन्ने कुरामा त आत्ति हो हामी चाहिँ अब नै लाग्यो हामी यहाँको बस हामी झरेर अब होस्टेलको नजिकै हौँ त पानी आउँला कस्तो जाडो भयो हजुरलाई के थाहा यो मेरो माला के हो यो कसको मेरो होइन त तिम्रो मेरो तिम्रो हो कि कमेन्ट गर्छिन् होला सृष्टिले आज चाहिँ मोज गरेर भनिहालेँ जाडो आज चिसो मौसम चिसो भइन् हेलो गाइज फेरि पनि हामी उपस्थित भइसकेको छौँ नमस्ते आज चाहिँ हामी धेरै थकित टाउको फुट्छ जस्तो छ सिधा गरेर खिच टाउको फुट्छ जस्तो छ हाम्रो दिदीको चाहिँ फुटिसक्यो 4 टुक्रा भए सायद हामी सुत्छौँ तिम्रो छेउमा चाहिँ को हो नि त्यो भाग्यमा कति राम्री मान्छे मात्रै छन् हाम्रो होस्टेलमा त धेरै राम्रीको हजुर धेरै राम्रीको सम्झना अनि म राम्री तपाईँ त अब भन्ने कुरै होइन राम्री हुनु भएको भनेर आजको हाम्रो ब्लग यही अन्त्य गर्दैछौँ धन्यवाद ल सुदाल चाहिँ भ्याइन गरेर अब चाहिँ मेरो पालि किनकि यो देखान दुःख भयो नि देखान सुख भयो नि देखान ए अलिकति ठोक्यो नि मोबाइल सिधा पारेहन् अलिकति नयाँ ठाउँमा नि सिधा पारेहन् टी सर्ट लामो भयो दिदी भन्दा नि सिधा पारेहन् जुत्ता फोहोर भन्दा नि सिधा पारेहन् वासरुम जानु पऱ्यो भन्दा नि सिधा पारेहन् फोहोर कति रहर लाग्यो किनेको भलगमा कति केजी थियो भलगमा 55 अस्तिको भ्लगमा म 53 थियो अहिले म 55 पुगेको छु कङ्ग्रेचुलेसन लेख्न नबिर्सिनु होला कमेन्टमा किनकि यो दिन प्रतिदिन मोटाउँदै गयो काम के छ र बसे ठाहा सृष्टि चाहिँ काम गर्नु गएर के गरिहेर बाई धप्पा